Welcome to my 100-day celebration. म चाहिँ लेहेङ्गा चोली लगाएर रेडी भएँ। अब मेरो फर्स्ट परफर्मेन्स आई एम प्लेइङ पियानिका। थ्याङ्क यू सो मच ग्रेड 1। हाम्रो ग्रेड 1 को लागि यो ताली चाहिँ एकदमै नै कम भयो। ग्रेड 1 को लागि हामी जोड मेरो सेकेन्ड परफर्मेन्स मेरो साथीसँग माई फ्रेन्ड्स इन्जोय।
beautiful was that? Every smile on the stage made a whole मेरो थर्ड पर्फर्मेन्स मेरो साथीहरूसित माई बाबा वाचिङ माई पर्फर्मेन्स तिमीलाई मैले नै होला नि के छ विचार जाने कि नजाने बदलु पारेको देशैमा चिटिकै बेहुलीको भेषैमा जान्छु र माया त्यो पारी देशैमा कति मिठो हाँसो हो मायाको अल्झिए त्यसैमा यसमा यस्तो यस्तो गरे कति मिठो हाँसो हो मायाको अल्झिए त्यसैमा जान्न म त माइती घर छोडेर तिमीसँग मनमुटु जोडेर बादलो पारीको देशैमा जान्न म त त्यो पारी देशैमा गाह्रै पर्ला यो मन रिझाउन बस्दिन त्यसैमा गाह्रै पर्ला यो मन रिझाउन बस्दिन त्यसैमा बाबरी बाबरी बाबरीको बोल छैन मेरी मायाको कुनै पनि खोल बाबरी बाबरी बाबरीको मोह हेराइ नै राम्रो हो नदेख्नु माको गोरी बाटी चिटिकै पर्की स्वर्गबाटै होला नि झरेकी एक नजरमै मलाई मन परेकी एक नजरमै मलाई मन परेकी यो केटाको जातै हो हरामी गरिहाल्छन् आफ्नो नै मन मानी मान्ने होइन जति नै भन्दा नि मान्ने होइन जति नै भन्दा नि जान्छु र माया त्यो पारी देशैमा कति मिठो हाँसो हो मायाको अल्झिए त्यसैमा कति मिठो हाँसो हो मायाको अल्झिए त्यसैमा म त माया कसैलाई गर्दिन तिम्रो चिल्लो बाटैमा पर्दिन तिमी बिनै भो म त मर्दिन तिमी बिनै भो म त मर्दिन रूपको हो कि पैसाको घमण्ड मायाले नै चल्याछ बर्मण्ड जानेकै छु सम्हाल्न घर भन्न जानेकै छु सम्हाल्न घर भन्न जान्न म त त्यो पारी देशैमा गाह्रै पर्ला यो मन रिझाउन बस्दिन त्यसैमा गाह्रै पर्ला यो मन रिझाउन बस्दिन त्यसैमा बाबरी बाबरी बाबरीको बोल छैन अब मेरो साथीहरूसँग फोर्थ पर्फर्मेन्स
अब मेरो लास्ट पर्फर्मेन्स I am wearing outfit made for plastic. Parents, hard-working teachers, and my dear friends, I am Riva Shrestha from One Flamingo. Today we are wearing outfit made for plastic. This concept encourages us to reuse and recycle the waste materials. We feel blessed to be a part of this novel project, saving the environment by recycling and reusing the things. A huge thanks to our hard-working parents for beautiful outfit. Thank you, Sister Dawali School, for this opportunity. Thank you.